मेरा माथा रेडी भइसकेको छु। आयो आयो भन्छन् रक्सी हजुर कोही भन्छन् राम म चाहिँ भन्छु सेन्तर करोड करोड तिम्रो हुनेवाला पो सर्टमा हेर न हान्दाखेरि मुखै बिग्रिने हो दोस्रो गिलास हान्दाखेरि कुरै बिग्रिने त्योभन्दा नि बढी भए घरै बिग्रिने होला सन्तानमा पानी रिसाउने सन्तान तान्दाखेरि बुढिया रिसाउने मलाई सन्तान छ साह्रै बैगुने तर पनि किन मलाई नभई नहुने पहिलो हान्दाखेरि मुखै बिग्रिने ओहो बिस्तारो के दादा गिलास तान्दाखेरि कुरै बिग्रिने त्योभन्दा नि बढी भए घरै बिग्रिने किन होला सन्तानमा पानी मिसाउने त्यही सन्तान तान्दाखेरि बुढिया रिसाउने ओइ यो लड्यो अगाडि बस्छ न ओइ यो लड्नु खोज्दैछ साह्रै बैगुने तर पनि किन मलाई नभई नहुने अगाडिपट्टि बस्छ न डिलपट्टि I love you, Santaram, Santaram, Santaram. I love you, Santaram, Santaram, Santaram. अरे पनि धेरै अवेर भयो मेरो प्यारे बुढी मेरो मुख जुम्की बिचरा अरूसँग मैले भात बनी बसिरहेको म बसिरहेको कस्तो खट्छु भने तिनीहरू गाड धोएर माथि राख्यो कस्तो मलाई ला मेरो बुढी I love you. My सासू पुत्र fly after you. तले देखेर सातो पुत्र उड्छ भने क्या पत्र दियो यार ए मेरी प्राण प्यारी मलाई माया बढी तिमीलाई सम्झी आइपुगेमा भित्रै छिर्न जाऊ गाड भन्दा बढी मलाई तिम्रो लाग्छ भर आदि राख्ने भयो पनि उल्टी आए भर ढोगा खोल न कसैले आमा ढोगा खोल न हो नागा स्यारो कति स्यारो ढोगा खोल कसैले आमा ढोगा खोल न हो जागा जाडो कति साह्रो मर्ने लाग्यो यो आज म दुःख खोज्दै खोज्दिन एक दिन होइन दुई दिन होइन चाहिने माटेको छ कति भोग्नु छ अब साथी भाइ भेट्दाखेरि घरमा दिनु पर्यो मैले खाएको कोदोको झुल्कीले के प्रयोग गर्नु पर्यो घाम गर्दै जाँदा दुःख सुखको कुरा गर्दा आज रातो भयो तिम्रो खुसी चल्छ यहाँ खोल्दिन भनेपछि खोल्दै खोल्दिन के सोचेछौ तिमीले मलाई छाडा जोडे मलाई त्यसमा तिम्रो प्रोग्राम खाएर दुस्न आएको पुरा त्यस्तो तिम्रो हो पहिले जस्तो भागेर काल तिम्रो चरित्रले टुवाको तिम्रो पहिले गाई जस्तो पछि तिम्रो गाई जस्तो पछि लाग्यो धनी बाबी एक्ली छोरी कहिले बेला गर्नु आफ्ना हो त्यति मात्रै कहाँ हो र एउटै गाउँमा ससुराली कहिल्यै नपार्नु पारिहाल्यो भने अब फिर्ता हुन्न गाई सही। त्यस्तो अरूलाई के थाहा कस्तो हुन्छ कस्तो सुन
अगाडि डिलमा बस्छ न भासिन थाले त पछाडिको यतापट्टि आफ्नै घरको कुरा गर्छ सासै नफेरि मेरो पयो छ मेरी सासु हेर्दी ससुर हौ चमेलीको कोही हेर कति नजको मुसु हाँस्दै कति नजको मेरी आमा बिरामी तातो पानी दिने छैन ससुराकी छोरी त घरमै छे तर मेरी अनङ्गी छैन खुकुरी चाहिँ किन लिएको नुहाएको पनि छैन रहेछ ओइ काफी गनायो अर्को पढेलाई वास्तै छैन फेरि हेर्नु न ए खुकुरी पुगालेछ त केटोले ए ल अन्तिममा सुसाइड हान्नु हो त खुकुरी